ए सोगयन, यो पटक प्रभु मानिसको पुत्रका रूपमा फर्कनु भएको छ भन्ने अब थाहा भयो। मानिसको पुत्रको स्वरूप साधारण भएकाले उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनी कसरी चिन्ने? कृपया संगति गरिदिनुस् न। यो राम्रो प्रश्न हो। प्रभुलाई कसरी स्वागत गर्ने भनी प्रभु येशूले मार्ग दिइसक्नु भएको छ। प्रभु येशूले भन्नुभयो, मेरा भेडाले मेरो स्वर सुन्छन्। प्रकाशको पुस्तकले यो नि भन्छ, हेर म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु। कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने म उस कहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग। आमेन। आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो कान हुनेले सुन्नुहोस्। आमेन। प्रभुलाई स्वागत गर्ने मुख्य मार्ग परमेश्वरका वचन सुन्नु हो भने यसले हामीलाई भन्छ, परमेश्वरको आवाज। परमेश्वरको आवाज। हेर्नुहोस्, प्रभु येशू त्यो बेला देखा पर्नु हुँदा मानिससँग जिउनु भयो। उहाँ नाच्न, आत्मीय गफ गर्न सक्नुहुन्थ्यो। सतहमा साधारण मानिस हुनुहुन्थ्यो, तर उहाँ धेरै सत्यता व्यक्त गर्न सक्नुहुन्थ्यो र मानिसलाई सही जीवन मार्ग औल्याउन र तिनीहरूलाई परमेश्वरतर्फ फर्कने तुल्याउन सक्नुहुन्थ्यो। ठिक हो। जस्तै उहाँले मानिसलाई स्वीकार, पछुतो, प्रेम र अरूलाई 7 गुणा 70 पटक क्षमा गर्न सिकाउनु भयो। उहाँका वचनमा अख्तियार र शक्ति छन्। एक वाक्यले समुद्र र हावा शान्त पार्न, मृतकलाई बिउताउन सक्नुहुन्थ्यो। आमेन। मानिसका गुप्त रहस्य बताउन सक्नुहुन्थ्यो। उहाँका वचन सुनेर नै धेरैले उहाँलाई प्रभु भनी चिनेर पछ्याए। आमेन। यो मानिसको पुत्र जति साधारण देखिनु भए नि उहाँले धेरै सत्यता व्यक्त गरेसम्म, मानिसलाई जीवनको सही मार्गदर्शन गरे र मुक्ति दिएसम्म उहाँ काम गरिरहनु भएको देहधारी परमेश्वर नै हुनुहुन्छ। आमेन। यस आधारमा प्रभुलाई स्वागत गर्नु 100% सही हो। सही कुरा। म सहमत छु। वास्तवमा साच्चै यो सही कुरा हो। सर्वशक्तिमान परमेश्वरले कयौं सत्यता व्यक्त अनि बाइबलका धेरै रहस्य खुलासा गर्नुभएको छ। उहाँले परमेश्वरको काम, व्यवस्थापन, योजना र अभिप्राय व्यक्त गर्नुभएको छ। कुराहरू नयाँ ज्योतिमा देख्ने तुल्याउनु भएको छ। के यो परमेश्वरले काम गर्नुभएको होइन? हो, गर्नुभएको हो। यो परमेश्वरकै काम हो। यो संगति सुनेर हृदय उज्यालो भयो। परमेश्वरका भेडाले उहाँको आवाज सुन्छन्। उहाँको आवाज उहाँद्वारा व्यक्त सत्यता हो। त्यसैले सत्यता व्यक्त गर्नुहुने परमेश्वर देखा पर्नु भएको परमेश्वर नै हुनुहुन्छ। सही हो। परमेश्वरले मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ। त्यसैले यो फर्कनु भएका प्रभु नै हुनुहुन्छ। हो। प्रभुलाई स्वागत गर्न परमेश्वरको आवाज सुन्नु सही मार्ग हो। ब्रदर्सु, प्रभुलाई स्वागत गर्न परमेश्वरको आवाज सुन्नुपर्छ भन्नुहुन्छ। यो बुझिन के परमेश्वरका वचन सब बाइबलमै छैनन्? बाइबल बाहिर उहाँका वचन हुन सक्छन् र? त्यही त, बाइबल पढ्नु पर्याप्त छ। सर्वशक्तिमान परमेश्वरका वचन छानबिन गर्नुपर्छ र यो अनावश्यक लाग्छ। परमेश्वरका वचन सब बाइबलमा छन् भन्नुको बाइबलीय आधार छ? प्रभु येशूले त्यस्ता वचन बोल्नु भएको छ? प्रभु येशूले भन्नुभयो, मैले तिमीहरूलाई भन्नुपर्ने कुरा धेरै छन्, तर अहिले ती सहन सक्दैनौ। तैपनि उहाँ सत्यका आत्मा आउनुहुँदा तिमीहरूलाई सारा सत्यतामा अगुवाई गर्नुहुनेछ। हो। आमेन। प्रभु फर्कन हुँदा उहाँले धेरै सत्यता व्यक्त गर्नुहुन्छ। के ती सत्यता बाइबलमा छन्? सायद छैनन्। प्रभु येशूले बताइसक्नु भएको छैन भने त्यो बाइबलमा कसरी हुन सक्छ? ठिक हो। बाइबल मात्रै पढेर प्रभुले आखिरी दिनहरूमा व्यक्त गर्नुहुने सत्यता सुन्न सक्छौं त? सक्दैनौँ होला। सक्दैनौँ जस्तो लाग्छ। अनि कसरी परमेश्वरको आवाज सुन्नुभयो र प्रभुलाई स्वागत गर्नुभयो? सर्वशक्तिमान परमेश्वरका धेरै वचन पढेपछि ती सत्यता र परमेश्वरका वाणी हुन् भन्ने दृढ विश्वास गर्न पुगे। त्यसैले उहाँलाई स्वीकारे। प्रभु येशूले परमेश्वरका भेडाले उहाँको आवाज सुन्छन् भन्नुभयो। यी वचन झुट हुँदै होइनन्। विश्वासको अवधि वा बाइबलको ज्ञानले फरक पार्दैन, तर व्यक्तिले सत्यता प्रेम गर्छ गर्दैन र त्यो पत्ता लगाउन सक्छ सक्दैनले फरक पार्छ।
हृदय र आत्मा भएकाले परमेश्वरको आवाज सुनेमा उहाँका वचन सत्यता हुन्। तिनमा अख्तियार र शक्ति छ। ती उहाँकै आवाज हुन् भनेर थाहा पाउनेछन्। ठीक हो। सर्वशक्तिमान परमेश्वरका र प्रभु येशूका वचन एउटै आत्माले बोल्नु भएको हो भन्ने पनि जान्नेछन्। तिनमा उस्तै अख्तियार र शक्ति छ। हो। जस्तै प्रभु येशूले भन्नुभयो, मलाई प्रभु प्रभु भन्ने हर व्यक्ति स्वर्गको राज्यमा पस्ने छैन, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पछ्याउने चाहिँ पस्नेछ। आमेन। सर्वशक्तिमान परमेश्वरले के भन्नुहुन्छ म पढेर सुनाउँछु। हुन्छ। म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता अनि उसको कष्टको परिमाणका आधारमा गर्दिन र उसको कारुणिक अवस्थाका आधारमा त झनै गर्दिन, तर उससँग सत्यता छ छैन भन्ने आधारमा गर्छु। योभन्दा अर्को विकल्प नै छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबले दण्ड पाउनेछन् भनी तिमीहरूले बुझ्नुपर्छ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ दण्डित हुने सबै परमेश्वरको धार्मिकताका लागि र उनीहरूले गरेका असंख्य दुष्कर्मका लागि प्रतिशोधका रूपमा दण्डित भएका हुन्। त आखिरी दिनहरूका ख्रिस्टले प्रदान गर्नुहुने जीवनको बाटो खोज्दैनस् भने तैँले कहिले पनि यसुको स्वीकृति प्राप्त गर्ने छैनस्। स्वर्गको राज्यको द्वारभित्र पस्न कहिले योग्य हुने छैनस्, किनकि त इतिहासको कठपुतली र कैदी दुवै होस्। आमेन। यी वचन असाधारण छन्। यो पढ्दा सोचे, यो परमेश्वर नै बोलिरहनु भएको होइन र? आमेन। ख्रिस्ट स्वर्गको राज्यको प्रभु र राजा हुनुहुन्छ। स्वर्गको राज्यमा को पस्न सक्छ र त्यसो गर्न के मापदण्ड पुर्याउनु पर्छ? यी रहस्यबारे परमेश्वरले मात्र जान्नुहुन्छ र बोल्न सक्नुहुन्छ। हो। आमेन। हो। प्रभु येशूले मानिसलाई स्वर्गको राज्यमा पस्ने मापदण्ड भन्नुभयो। सर्वशक्तिमान परमेश्वरले सत्यता व्यक्त गरी अनन्त जीवनको मार्ग ल्याउनु भएको छ। उहाँद्वारा व्यक्त सत्यतामा समर्पित हुनेले स्वर्गको राज्यमा पस्न र अनन्त जीवन पाउन सक्छन्। आमेन। प्रभु येशू र सर्वशक्तिमान परमेश्वर दुवैका वचन परमेश्वरका आवाज हुन्। यो एकदम साँचो हो। हो। परमेश्वरले मात्र स्वर्गको राज्यका रहस्य खोल्न सक्नुहुन्छ। होला र? सर्वशक्तिमान परमेश्वरका वचनमा प्रभु येशूका वचनकै अख्तियार र शक्ति छन्। प्रभु येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुन्जेल यो पुस्ता बित्ने छैन। स्वर्ग र पृथ्वी बित्ने छन्, तर मेरा वचन बित्ने छैनन्। आमेन। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, सुरुवात म नै हुँ र अन्त्य म नै हुँ। म पुनरुत्थान भएको र पूर्ण एकमात्र साँचो परमेश्वर हुँ। म तिमीहरू अघि मेरा वचन बोल्छु र म जे भन्छु त्यो तिमीहरूले दृढतापूर्वक विश्वास गर्नुपर्छ। स्वर्ग र पृथ्वी बितेर जाला, तर मेरो वाणीको एक अक्षर वा एक बिन्दु समेत बितेर जाने छैन। यो याद राख, यो याद राख। मैले बोलेपछि एउटा शब्द समेत कहिल्यै फिर्ता लिइएको छैन र प्रत्येक शब्द पूरा हुनेछ। यी सबै नयाँ कुरा प्रकट हुनु र जन्मनु नै सृष्टिकर्ताको अख्तियार र शक्तिको प्रमाण थिए। उहाँ आफ्नो वचन जति नै असल हुनुहुन्छ। उहाँको वचन पूरा हुनेछ र उहाँले जे पूरा गर्नुहुन्छ ती सदा रहनेछन्। यो तथ्य कहिल्यै परिवर्तन भएको छैन। विगतमा यो जस्तो थियो आज पनि त्यस्तै छ र अनन्त कालसम्म यो यस्तै रहनेछ। आमेन। आमेन। यी वचनमा अख्तियार छन्। साँच्चै हो। सर्वशक्तिमान परमेश्वर र प्रभु येशूका वचन दुवैले परमेश्वरको अख्तियार प्रकट गर्छन्। यसले ती एउटै आत्माद्वारा बोलिएका एउटै स्रोतको भएको पुष्टि गर्छ। ठीक हो। परमेश्वर बाहेक कसले मेरा वचन बित्दैनन् भन्ने आँट गर्छ? हो। परमेश्वरको आत्मा एउटै छ। परमेश्वर एउटै हुनुहुन्छ। यो परमेश्वर सृष्टिकर्ताको पहिचानले बोलिरहनु भएको हो। साँच्चै त्यही हो। सही कुरा। यो परमेश्वरको आवाज चिन्ने सटीक तरिका हो। सर्वशक्तिमान परमेश्वरका वचन प्रभु येशूकै जस्ता छन्। तिनमा अख्तियार र शक्ति छ र धेरै रहस्य खोल्न सक्छन्।
तिनको स्रोत एउटै हो। ती दुवै परमेश्वरका आत्मा बोली र काम गरिरहनु भएको हो। आमेन। म भन्न सक्छु कि सर्वशक्तिमान परमेश्वर र प्रभु येशूका वचन दुवै सत्यता हुन्, एउटै परमेश्वरद्वारा बोलिएका हुन्। हो। कुरा त्यही हो। म पनि त्यही भन्न सक्छु। साँच्चै त्यही हो। मलाई किन परमेश्वरको आवाज जस्तो लागेन? यी मानिसका वचन होइनन्। बाइबलका वचनमा सबैभन्दा बढी अख्तियार छन् जस्तो लाग्छ। बाइबलमा अभिलेखित वचन मात्रै परमेश्वरका वचन हुन्। आमेन। म अल्म लिएँ, ती पक्कै मानिसकै वचन हुन्, किन परमेश्वरको आवाज भनी जोड गर्नुहुन्छ? त्यही त, मानिसले यस्ता वचन बोल्न सक्दैन। यो परमेश्वरको आवाज हो। प्रभु येशूले देखा परेर काम गर्नुहुँदा धेरै वचन बोल्नुभयो। के ती वचन पुरानो करारमा अभिलिखित थिए र? थिएनन्। एकदम ठिक, ती पुरानो करारमा थिएनन्, तर प्रभु येशूद्वारा व्यक्त सत्यता इन्कार्न नमिल्ने छन्। सत्यता प्रेम गर्नेले मात्र प्रभु येशूका प्रवचन सुन्न मन पराउँथे र उहाँलाई पछ्याउन सक्थे। यसले परमेश्वरका भेडाले उहाँको आवाज सुन्छन् भनी पुष्टि गर्छ। सही। सही। साथै सत्यतालाई प्रेम नगर्ने हुनाले ती पाखण्डी फरिसीले बाइबललाई पक्रिराखे र प्रभु येशूलाई इन्कारे, उहाँको भर्त्सना गरे अनि अन्तिममा उहाँलाई क्रुसमा समेत टाँगे। यहाँ समस्या के छ? होला र त्यति बेला धार्मिक मानिसले प्रभु येशूका वचनलाई जति प्रतिरोध गरे पनि सत्यतालाई प्रेम गर्नेद्वारा ती आजसम्म ल्याइएका छन्। तिनको सानो अंश नयाँ करारमा अभिलिखित छन्। यसलाई कसरी व्याख्या गर्नुहुन्छ? जसरी भने पनि धार्मिक संसारले बाइबलबाट छुटिनुलाई विधर्म मान्छ। बाइबललाई पक्रिरहे पुग्छ, परमेश्वरको आवाज सुन्नु पर्दैन। आमेन। ब्रदर सिस्टर, अचेल झुट्टा विधर्मी मार्ग धेरै छन्। हामी अलि सावधान हुनुपर्छ ताकि नबहक्यौं र प्रभुद्वारा नत्यागियौं। एल्डरलाई बाइबल राम्ररी बुझ्नुहुन्छ भने बहकिने डर किन मान्नुहुन्छ? बहकिने डरले साँचो मार्ग छानबिन गर्ने आँट गर्नु भएन भने प्रभुलाई कसरी स्वागत गर्न सक्नुहुनेछ? त्यही त प्रभु साँच्चै फर्कनु भएको हो र हामीले सुनेनौं भने घाटा हुन्न? हो, हामीले सुन्नुपर्छ। हो, सुन्न जारी राख्नुपर्छ। सोगयन जारी राख्नुस्। सर्वशक्तिमान परमेश्वरमा विश्वास गरेर वचन पढ्न थालेदेखि हृदय झन् उज्यालो भएको छ। वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक मूल्यवान छ। आखिरी दिनहरूका ख्रीष्ट ल्याउने अनन्त जीवनको मार्ग यसभित्र छ। यसले मलाई आफ्ना धारणा भ्रष्ट स्वभाव चिन्ह तुल्याएको मात्र होइन, परमेश्वरले कसरी मानिसलाई मुक्ति दिनुहुन्छ भन्ने नि देखायो। धेरै सत्यता बुझ्न मद्दत गर्यो। विगतमा प्रभुमा विश्वास गर्दा अरूलाई प्राय सहनशील, धैर्यवान हुन र अरूलाई प्रेम गर्न भन्थे, तर आफै अभ्यास गर्न सक्दिनथे। बारम्बार झुट बोल्थे, मानिसलाई छल्थे, घृणा गर्थे। साँचो हो। मेरा भ्रष्ट स्वभाव अति गम्भीर थिए। म कसैलाई पालन गर्दिनथे, ख्यातिका लागि प्रतिस्पर्धा गर्थे, परमेश्वरप्रति साँच्चै समर्पित थिइन। अहङ्कारी भएर सबै समझ गुमाए। पाप जसरी स्वीकारे नि पछुतो गर्न सक्दिनथे। हृदय पीडामा थियो। साँच्चै हो, हामी नि यस्तै छैनौँ र? सर्वशक्तिमान परमेश्वरका वचन पढेपछि बुझे कि व्यक्तिले पापी प्रकृतिको समाधान नगरेसम्म उसको पाप हटाउन सकिन्न। ती वचनले मानिसका भ्रष्ट स्वभाव र पापका जड खुलासा गर्छन्। म ती वचन जति धेरै पढ्छु हृदय उति उज्यालो हुन्छ। परमेश्वर मानव हृदयको गहिराई जाँच्नुहुन्छ। आमेन। उहाँले मात्र मानिसको भ्रष्टसार र भ्रष्टताको तथ्य राम्ररी खुलासा गर्न सक्नुहुन्छ। मानिस परमेश्वर सामु घुँडा टेकेर न्याय सजाय स्वीकार्न र उहाँका प्रबन्धमा समर्पित हुन इच्छुक हुन्छन्। तिनको हृदयलाई वचनले विजय गरेको हुन्छ। आमेन। जति ती वचन पढ्छु त्यति यो परमेश्वरकै आवाज भनेर निश्चित हुन्छु। एकदम साँचो कुरा हो। आमेन। आमेन। परमेश्वरलाई धन्यवाद। संगति निकै राम्रो। त्यसो भए ती वचनले मानिसको भ्रष्टता कसरी खुलासा गर्छ? पढेर सुनाउनुस् न। झट्टै म दुईटा खण्ड बजाउँछु। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, मैले तिनीहरूलाई
निको पारे भनेर मात्र धेरैले मलाई विश्वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्त गर्न सकुन् भनेर मात्र धेरैले ममा विश्वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशीषहरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्वास गर्छन्। तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खनाए र कुनै समयमा उसँग भएको सबै आनन्द र शान्ति खोसे, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशीष फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइन र उप्रति घृणा महसुस गरे। बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसे, सबैजना कुनै निशाना बिना नै गायब भए। यसैले म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्वास गर्छ भनी म भन्छु। तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ। जब तिमीहरूले सानो आज्ञाकारिता पूरा गर्छौ, तिमीहरूले अरूलाई तल हेर्छौ र केही ससाना कार्य पूरा गरिसकेपछि परमेश्वर प्रति तिरस्कार पूर्ण बन्छौ। परमेश्वरलाई ग्रहण गर्नको लागि तिमीहरू पैसा, उपहारहरू र प्रशंसाहरू माग्छौ। एउटा या दुईवटा सिक्का दिनु परे यसले तिमीहरूको हृदय पोल्छ। जब तिमीहरूले 10 सिक्का दिन्छौ, तिमीहरूले आशीषको कामना गर्छौ र विशिष्टताको साथ व्यवहार गरियोस् भन्ने चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नको लागि अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू, अगुवाई गर्नेहरू र पछ्याउनेहरू, परमेश्वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू, दान दिनेहरू र नदिनेहरू, प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू र त्यस्तै अरू त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? हेलो, पुलिस स्टेसन। एउटा मान्छे पूर्वीय ज्योतिको प्रचार गरिरहेछ। ब्रदर ली, एल्डर लाईले पुलिसलाई बोलाउनु भयो। सबै बाटो लागौँ। सो गएन, जानुस् झट्ट।